Welcome back to my channel once again, all my YouTube family. So it's me, your boy Suri man. This guy is back with a new vlog. So आज चाहिँ after a long time back vlog बनाउँदै छु हैन अनि आज चाहिँ मैले vlog बनाउनुको रिजन चाहिँ के हो भने भोलि चाहिँ हाम्रो फाइनल एक्जाम हैन बोर्ड एक्जाम चाहिँ फाइनल अनि सो त्यही भएर अनि आजदेखि चाहिँ अहिले vlog बनाऊँ भनेर चाहिँ एउटा मेमोरी होस् भनेर त्यो ब्लग बनाउँदै छु हैन भोलिको इन्भाइरोमेन्ट पनि देखाउँछु त्यहाँ कस्तो हुन्छ त्यहाँको माहौल हैन त्यो एक्जाम सेन्टरको अनि सो त्यही नै हो अनि स्माइल देखिराख्नु हुन्छ होला हैन भोलि एक्जाम सकिदै छ सो त्यही नै हो अनि अहिले चाहिँ म खाना बनाउँदै छु हैन अनि सो अनि खाना पनि पाक्न लागिसक्यो अब खानासाना खाएर चाहिँ फेरि साथीकोमा पढ्न जान्छ भोलि फेरि अगाउनको छ अगाउनको मलाई केही आउँदैन हो त्यहाँ हिजो मैले बेलुका जस्तरी छोडे त्यस्तो नै मेरो त्यहाँ बुककपीले मेरो प्रतीक्षा गर्दै बसिरहेको थियो कहिले आउँछ भनेर मैले रुख एकछिन रुख गर्दै बसिरहेको छु हैन सो त्यही नै अनि के भन्नु यो 5 एक्जाम सकिसक्यो हैन कुनै सब्जेक्ट पनि लाइक यो त दामी भयो भन्ने जस्तो कुनै पनि छैन के सबैमा डाउट इकोनोमिकमा त मैले इकोनोमिकमा त म गुल्दिन्छु होला यार मासु जब मैले त्यो युट्युबमा हेरेर गएको थिएँ हैन त्यो पर्फेक्ट मार्केट र मोनोपोली मार्केट भन्ने छैन त्यो 8 मार्क्समा आउँछ कि हैन त्यो आउँछ म यति धेरै प्र्याक्टिस गरेर गएको हैन मासुको झोल त्यो क्वेसन आएन भने मासुको झोल मैले युट्युब पनि हेरेको युट्युबरहरूले पनि कतिले त्यही चाहिँ आउँछ है भनेर थिए हैन आउँदै हैन के अर्को त्यो के रे त्यो टेबल कम्प्लिट गर्नेवाला आयो के त्यो मैले फेरि ध्यानै दिएको थिएन के एकचोटि हेर्न त एक दुईचोटि हेरेको थिएँ हैन अनि साथीलाई अलिअलि के भनेको थिएँ मैले वास्तै दिएन के त्यही चाहिँ आइदिएर के ल मासुको झोल अनि इङ्ग्लिसमा के भएको थियो भने इङ्ग्लिसमा फर्स्ट डेमा त्यस्तै भएको थियो अनि यसको फर्स्ट डेमा म चाहिँ जब एप्लिकेसन आउँछ होला भनेर हैन पुरा जब एप्लिकेसनको बारेमा मैले यति धेरै प्र्याक्टिस गरेको थिएँ हैन यति धेरै प्याराग्राफ पुरा हैन लेखिरहेको थिएँ हैन पुरा त्यो फर्मेटहरू हुन्छ नि हैन त्यो सब बनाएर यस्तो लेखेको थिएँ हैन अर्को आइदिएर भने के आयो एडिटर टु के भन्नु एडिटर टु लेटर आयो कि लेटर टु एडिटर कि लेटर टु लेटर समथिङ त्यस्तै आयो हैन अनि त्यो पनि एक दुईचोटि झलक्क त्यो पनि हेरेको थियो आउँदैन सोचिरहेको थियो त्यही क्वेसन चाहिँ आउँछ कि मासुको अनि भोलि पनि अकाउन्टको छैन अकाउन्टको त्यो क्याश फ्लो त सबभन्दा इजी हो नि त 8 मार्क्समा आउने क्याश फ्लो हैन त्यो क्याश फ्लो पनि त्यो फेरि इन्डाइरेक्ट वाला मलाई आउँदैन के त्यो इन्डाइरेक्ट वाला फेरि 95% आउँदैन सबले भन्छ स्कुलमा अस्ति स्कुलमा पढ्ने बेला त्यही भन्नुभएको थियो हैन सरहरूले अनि युट्युबरहरूले के भन्छ भने के चाहिँ 95% आउँदैन आउने धेरै नै चान्स थोरै नै कम हुन्छ अनि डाइरेक्ट म्याथर चाहिँ आउँछ भने छैन भोलि त्यही इन्डाइरेक्ट आउँछ जस्तो लागिरहेको छ हैन अनि त्यही भएर डर लागिरहेको छ हैन अनि सोचेको जस्तो के नहुने रहेछ एक्जाममा मासु कुनै एक्जाम पनि राम्रो गएन के ल मासु तर एउटा सोसल बाइक सोसल चाहिँ राम्रोसँग गयो एक्जाम हैन पेपर राम्रो आएर हैन क्वेसन राम्रो भएर हैन एक्जाम राम्रो भएर हैन साइडमा राम्रो केटी भएर मासु त्यो एक सोसलको दिन चाहिँ क्या राम्रो केटी परेको थियो गोरी त्यो छुँदै दाग लाग्ला जस्तो के त्यस्तो केटी परेको थियो हैन अनि तर विरम्बनाको कुरो के हो भने मैले नाम पनि सोध्न सकिनँ के इभन हुन्छ नि एक शब्द नि सोध्न एक शब्द त परै जाओस् हैन मैले यसरी आँखा जुदाउन पनि सकेको थिएन कि लाइक यसरी हुन्छ नि अब त्यस्तो पनि सकेको थिएन कि मैले हैन अनि के गरौँ भइरहेको थियो हैन अनि म पनि आत्तिरहेको थियो त्यो केटी पनि आत्तिरहेको थियो कि हैन यसो देखिरहेको छु आत्तिरहेको थियो हैन अनि म चाहिँ के गरिरहेको थिएँ भने के गरौँ भने भइरहेको थिएँ म पनि ढलाइरहेको थिएँ मनबाट ढुकढुक भएर कस्तो क्वेसन आउने होला भनेर हैन पछाडि कोही छैन बिट्टा छ अगाडि फर्स्ट बोय त्यो पनि केही सिकाउँदैन फर्स्ट बोय बरु हैन अलिकति जान्ने भयो अलिकति पास हुने जति त्यस्तो मान्छे पढ्ने सिकाउँछ हैन त्यो फर्स्ट बोय अलिक तपढ सिकाउँदैन कि कटाउँदाखेरि पनि हेर्दैन अनि मलाई पनि के आउनु त आइरहेको थिएन डर त थियो मनमा हैन अनि त्यो केटीको हाउभाउ यसो देखेन त्यो केटी पनि डराइरहेको थियो लाइक अनकम्फर्टेबल फिल भइरहेको थियो हैन अनि म चाहिँ अलिक कम्फर्ट जोन फिल गरोस् भनेर हैन म चाहिँ पुरा त्यो सिम्बल नम्बर लेखेर हैन त्यो
मजा चिर्छ कि यस्तो त्यो लाइक पछाडि हुन्छ त त्यो दार यसो राख्ने होइन लाइक यस्तो स्टाइलमा के यस्तरी बस्छ यसो सास फेरेन लाइक त्यसपछि मजा यस्तरी बस्छ होइन अनि यताउता होइन यसो अगाडि यता त हेर्न सकिँदैन कि त त्यो केटी थियो नि त यता त हेर्न सकिँदैन यताउता यसो अनि बाहिरमा त्यसो होइन विन्डो साइडमा परेको थियो यसो बाहिरतिर हेऱ्यो होइन अनि मलाई चाहिँ पुरा आउने जस्तो कि होइन त्यस्तै अनि त्यो केटी पनि अलिकति त्यो आत्तिरहेको थियो यताउता यता नर्भस भइरहेको थियो पछि त्यो केटी पनि पछाडि यस्तो पल्टेर बस्दाखेरि मलाई पनि आनन्द भयो एकछिन मेरो मिनट गिरिहारी सो अनि त्यो केटी पनि आत्तिरहेको थियो अनि त्यो केटीलाई पनि कम्फर्ट जोन फिल होस् भनेर चाहिँ त्यस्तो गर्दैन त्यसपछि त्यो केटी पनि आत्तिएन मजाले बस्यो होइन त्यसलाई सिम्बल नपरेर लेखेर मजाले पछाडि बस्यो होइन अनि त्यसपछि क्वेसन आयो होइन त्यो क्वेसन लेख्दा कहिले बोलौँ जस्तो लाग्थेन त्यो कुरो लाइक हुन्छ नि नाम सोधौँ कि जस्तो लागिरहेको थियो त्यो लाइक यस्तरी शब्दहरू यो मेरो घाँटीमा त अलिकति मुखमै आइसक्दाखेरि ठ्याक्कै मलाई के याद आयो भने त्यो साइगिरिसले भन्नुभएको शब्दहरू याद आयो के भने तिमी पिज्जा म सातु कुरै मिलेन भने जसरी तिमी साइन्स म म्यानेजमेन्ट कुरै मिलेन होइन अनि तिमी कति राम्री म कति नराम्रो कुरै मिलेन भन्ने जस्तो आइरहेको साइगिरिसलाई फ्लपको हजुर के हामीले हो सो त्यस्तै फेरि होइन अनि 3 घन्टाको एक्जाम मजाले सक्यो होइन अनि कोही बेला यस्तो घाँटी दुखाला जस्तो यस्तो तरिकाले यसरी हेरिरहेको थियो यहाँ राम्रो थियो है तर के गर्नु हामी एक शब्द पनि बोल्न सकेन होइन त्यही नै राम्रो एक्जामको पक्षमा एक्जाम पनि खत्तमै भयो होइन सो भोलि अकाउन्टको छैन होप अकाउन्टको राम्रोसँग काटोस् छैन इकोनोमी पनि म गुल्दै जस्तो लागिरहेको छ होइन जस्ट पास मारेर भइ नै हुन्छ त्यो कपी चेक गर्ने कसले हेर्दै प्लिज पास गरिदिनु क्वेसन त मैले पुरै नपनि अलिअलि त गरेछु होइन पास गर्ने त बाहेक के थाहा संसार गोलो छ घुमी फिरी त्यो तैकै जोइ भइहाल्यो भने फेरि फरेन त फसानमा हो त्यही भएर त्यो कपी चेक गर्ने कसले गर्दै हुनुहुन्छ प्लिज पास चाहिँ गरिदिनु विपिन चाहिँ एज वेल एज हाम्रो सर यस एन्ड हियर इज अर्पण दादा अर्पण पारा बोय म छारा भयो आज चाहिँ हाम्रो फाइनल एक्जाम हो होइन अनि मलाई चाहिँ लास्टै नै डर लाग्छ अति नै डर लागिरहेको छ होइन सो मेरो हार्ट बिट यस्तो फास्ट बिट गरिरहेछ नि होइन ढुकढुक भइरहेछ कि त्यो अलिअलि जानेको पनि छ अलिअलि जानेको पनि होइन अलि बिहान उठा युट्युबमा हेर्न थालेको झन् कन्फ्युज हुन थाल्यो भने खुट्टा पनि लक भइरहेछ आज कसरी चाहिँ लेख्नु लागि मासु कस्तो ठाउँमा चाहिँ सेन्टर पाऱ्यो भने होइन अगाडिको यत्रो ठुलो बेन्च पनि है त्यो पनि एक्लै राख्दैन चाहिँ मलाई अकाउन्टमा नै डुबी जस्तो लागिरहेछ लेट्स बी पोजिटिभ है अनि सो अब जानुपर्ने हुन्छ उता माथि साथीले कल गरिसक्यो अब सर है म चाहिँ साथीलाई भेटिसकेँ यहाँ सुजन हेलो यो अनि कतिको डर लागिरहेछ त आज लासी जामा अब गाना म त टुक्नु भन्नुहोस् है यत्रो डर लागिरहेको छ कसम गर्ने होइन जन नजिक हुन्छ त्यति डर लागिरहेछ होइन बी पोजिटिभ गुड मर्निङ एभ्री वान सो अहिले चाहिँ म मर्निङ वाक जाँदैछु होइन तपाईँलाई सोचिराख्नु होला होइन कहाँ एक्जाम दिनु लाइक गइरहेको मान्छे मर्निङ वाक सोचिराख्नु होला होइन सो लेट मी एक्सप्लेन इच एन्ड एभ्रिथिङ होइन के बात हो भने किन म एक्जाम दिन गइरहेको मान्छे मर्निङ वाक जानु थालेछु भनेर होइन सो हाम्रो लास्ट टाइम चाहिँ के भएको थियो भने अकाउन्टको एक्जाम भएको थियो अनि अकाउन्टको एक्जाम चाहिँ एकदमै जोर भयो होइन सो त्यही भएर त्यो त्यहाँनिरको त्यो माहौल होइन एक्जाम सकेपछि त्यो ब्लग बनाउने स्थिति नै थिएन कि त्यस्तो खराब भएको थियो एक्जाम मेरो त्यही भएर मैले ब्लगै नबनाएको अनि अहिले चाहिँ ब्लग बनाएको किनभने त्यो ब्लगलाई त कम्प्लिट गर्नु पऱ्यो राइट सो यही नै हाम्रो कलेज मासुको झोल अनि
त्यो ब्लगलाई कम्प्लिट गर्नु पऱ्यो सो त्यही भएर चाहिँ अलिकति आधी चाहिँ अहिले थपिरहेको छु अनि लाइक अकाउन्टको एक्सपेक्टै नगरेको क्वेसन आयो क्या होइन त्यही माथि होइन हाम्रै पालामा के इन्डाइरेक्ट मेथड पनि आइदिएन क्यास फ्लोमा त्यो इन्डाइरेक्ट मेथड योभन्दा एकचोटि कि दुईचोटि मात्र अहिलेसम्म हरेक एक्जाममा बोर्ड एक्जाममा होइन सो हाम्रैमा चाहिँ हालिदिनु भएन कि त्यो क्वेसन भने कस्तो खालको लाग्छ मान्छेले क्वेसन बनायो कि होइन अनि त्यो अनि अर्को क्यास फ्लो भयो अनि 8 मार्क्समा 3टा क्वेसन आउँछ होइन लगमा अनि त्यो के अरे कसिटमा नि कस्तो खालको क्वेसन दिएको हो आमा हो अनि त्यो मल्टिस्टेपमा झन् हेरि नसक्नु कस्तो खालको प्याटर्नबाट क्वेसन दिएको क्या त्यो लाइक मैले त्योभन्दा कहिले देखेको थिएन कि त्योभन्दा प्र्याक्टिस गर्ने बेला स्कुलमा सिकाउने बेला कहिले त्यस्तो वाला थिएन कि त्यस्तो होला प्याटर्नको के ल अमाउन्ट पनि दुईवटा छ है त्यसपछि पर्चेस सेल दुईवटा छ अनि रिटर्न पनि छ कुन चाहिँको रिटर्न हो न पर्चेसको भनेछ न सेलको भनेछ त्यस्तो वाला क्वेसन थियो कि मासुको झोल के गर्ने अनि त्यो अगाडिको त्यो लाइक पछाडिको त्यो ग्रुप सीको त्यो क्वेसन देखेर होइन मैले अगाडिको पनि पुरै बिगारिदिरहेको क्या त्यो लाइक सियरको त इजी होला आएको थियो होइन सियर त अनि त्यो सियरको नि म आत्तिएर क्या त्यो अगाडिको क्वेसनको टेन्सनले त्यो पनि बिगारिदिरहेको क्या मैले अनि सो त्यस्तै भयो अकाउन्टको अनि अकाउन्टमा चाहिँ त्यत्रो प्र्याक्टिस गर्न फेल भयो कि होइन लाइक हामीले 4-5 महिनादेखि नै प्रिपेयर गर्दै बसिरहेको थियो कि अकाउन्टको त साथीको रुममा गएर होइन साथीले पुरा सिकाइरहेको थियो अनि साथीको पनि सोचेको जस्तो भएन अरे कि किनभने उसले पनि त्यस्तो वाला क्वेसन देखेकै थिएन कि त्योभन्दा अगाडि चाहिँ होइन सो उसले अस्ति त्यस्तै बनाइरहेको थियो अनि लाइक हामीले त्यो क्लासमा अनि त्यो उसमा सिटबुकमा त्यो प्र्याक्टिस गरेको एउटै त्यस्तो वाला थिएन कि होइन अनि कस्तो खालको क्वेसन चाहिँ छाप्दैछ यार टेन्सन त्यही नै हो अनि अहिले चाहिँ म यहाँ मर्निङ जाँदैछु एक्लै नै छु साथीहरू छैन हिजो त के अरे स्कुलको साथी दुईजना थियो एउटा चाहिँ बिराम भयो अरे एउटा आज गाउँ जान्छ अरे त्यही भएर म त एक्लै नै जाँदैछु यो चाहिँ एमसिएमटीको बास्केटबलको हो चाहिँ कोट के भन्छु बास्केटबल खेल्दा हो मिलेन कि म बोलेको मलाई मेरो प्रोनाउन्सिएसन चाहिँ लास्ट नै खराब के लाइक म एकदम फास्ट बोल्छु नि त जसले चाहिँ मलाई फर्स्टमा भेटेको त्यो मान्छेले मेरो बोली बुझ्दैन कि म कस्तो फास्ट बोलिदिन्छु होइन त्यो फास्ट बोल्ने बेला त्यो बोल्यो पनि कता चिप्लिन्छ सो अब चाहिँ मैले ट्राई गर्दैछु कि अब चाहिँ अलिकति बिस्तारै स्लो टाइपले क्या लाइक त्यो सबले बुझ्ने तरिकाले अब त्यस्तोवाला सिक्दैछु अनि त्यही नै हो अनि तपाईँहरूको एक्जाम कस्तो भयो होइन कमेन्ट गर्नु होला मुनि सो यसमा अकाउन्टले टपर नि पहिला जाँदिसक्थ्यो के अरे हाम्रो क्लासमा अलि टपर केटाहरू छ क्या अनि तिनीहरूको फेसको त्यो एक्सपिरियन्स नै चेन्ज भएर आएको थियो कि अनि तिनीहरूको त्यस्तो हालत भएको थियो भने म जस्तो के हालत भएर सोच्नु होइन यो गाई जस्ट इमेजिन के होइन कस्तो खालको चाहिँ फिल भयो होला भनेर जस्ट 5 मार्क्स मात्र भएन हुन्थ्यो नि कस्तो चाहिँ क्वेसन काट्दैछ क्या मासुको चाहिँ अनि एउटा कुरा त्यो 13 नम्बरको बीमा त्यो भेन्डर त्यो कसरी निकाल्ने त्यो भेन्डर पनि दिएछ छैन होइन त्यसपछि त्यो सियर अमाउन्ट पनि दिएछ छैन कसरी भेन्डरको अमाउन्ट निकाल्ने अब माथिको डेबिटको जति मुनि क्रेडिटमा क्यापिटल रिजर्भ भनेर थप्यो भने पनि भेन्डरमा त अमाउन्ट चाहियो नि त होइन के हो मलाई त्यत्तिकै छोड्थेँ यार त्यो भेन्डरको सोल्युसन त्यो कम्प्लिटै नगरिकन तपाईँले कसरी गर्नुभयो प्लिज कमेन्ट गरिदिनु होला होइन सो मैले त्यस्तोवाला प्याटर्न मैले भेन्डरको कति धेरै प्र्याक्टिस गरेँ होइन अनि त्यस्तोवाला प्याटर्नहरू मैले देखेकै थिएन कि मासु सो राइट लास्ट हात यो हात लास्टै दुखिसक्यो कि सो एकछिन रेस यहाँ हेर्नु न कस्तो दामी फुल है कोही भयो त्यसो एउटा टिपेर कानमा सिउरिदिन्थे सो मलाई चाहिँ केटीले त्यो कानमा यस्तो सिउरेको क्या दामी लाग्छ कि फुलहरू हो सर है म चाहिँ 1 राउन्ड हाने तल होइन 1 राउन्ड हानेर आइसक्यो होइन सो अब चाहिँ यहाँ
वार्मअप गर्छु वार्मअप गरेर हल्का तल वेट ट्रेनिङ अलिकति डम्बल सम्बल छ तल छ होइन सो पहिला वार्मअप गर्छ होइन यो टाइपको के यस्तो टाइपको यहाँ वार्मअप जो पनि आएर गर्न मिल्छ क्या यहाँ अनि यहाँ गएर एकछिन बडी सडी तन्काउँछ होइन सो इफ तपाईँहरू होइन आफ्नो बडी लाइक नेचुरल मतलब त्यो कचत नदेखाउने यताउता होइन नेचुरल आफ्नो बडी चाहिँ फिट राख्न चाहनुहुन्छ भने म स्पेसल तपाईँलाई यस्तोवाला एक्सर्साइज चाहिँ म तपाईँलाई रिकमेन्ड गर्छु होइन किनभने यसले चाहिँ हाम्रो अल ओभर बडीलाई चाहिँ अल ओभर बडीमा चाहिँ होइन पुरा एक्सर्साइज हुन्छ होइन सबै ठाउँमा होइन नसा यताउता होइन हरेक कुरामा सो त्यही भएर यस्तोवाला चाहिँ गर्नुपर्छ सो म पनि गर्छु होइन अनि त्यसपछि अलिकति वेट ट्रेनिङ गरेर जान्छु अहिले सो त्यसको मैले चाहिँ यहाँ अलिकति ध्यान पनि गरेँ होइन बुद्ध बन्द म जम्मा 1 हप्ता जति बाँकी छ सो यहाँ एकछिन मैले माइन्ड फ्रेस पनि गरेँ अनि मैले उता अघि हल्का त्यो बडी स्ट्रेचिङ पनि गरेँ जुगाल टोकेर होइन कस्तो चिलायो यो बर्खाको बेलामा यस्तो हो कि जुगाले मासुको झोल अब यत्रो सुनिन्छ सो अहिलेको युथहरू चाहिँ त्यो बडी स्ट्रेचिङहरू खासै प्रिफेयर गर्दैन क्या किनभने आजकल सबैलाई त्यो लाइक मसलै मसल देखाउनै चाहिन्छन् सो त्यही भएर चाहिँ युथहरू चाहिँ खासै त्यो बडी स्ट्रेचिङहरू चाहिँ गर्दैन होइन सो त्यो चाहिँ अलिक सुत्ता माटेको छ त्यही पनि एकदमै हाम्रो बडीको लागि एकदम हेल्पफुल हुन्छ सो त्यही भएर त्यो पनि गर्नुपर्छ र एक्सर्साइज गरेर फर्केर रुममा आइसक्यो हो अनि त्यसपछि चाहिँ अहिले म फ्रेस भएर चाहिँ यहाँ हेर्नु के हो चना बोल्दै पब्लिक जय चना सो चना खाइरहेको छु मेरो डाइटिङ क्या हो होइन डाइटिङ यस्तै हो राइट अनि चना र नेचुरल मिनरल वाटर खान्छु क्वाटर बन्दै खान्छु म वाटर अब त्यस्तै हो अनि हिजो सुत्ने बेला चाहिँ हिजो राति मैले उता मुभी हेरेर सुतेको थिएँ होइन अनि साउथ इन्डियन मुभी हो यस्तो बबाल कि त्यो मुभी मासुको झोल वाट अ मुभी यार आई हेभ नेभर वाच बिफोर द्याट काइन्ड अफ मुभी इन माई लाइफ के भने मलाई थाहा छैन सो यस्तो दामी मुभी के होइन मासुको झोल होइन यदि तपाईँहरू पनि होइन के अरे साउथ इन्डियन मुभीको फ्यान र लभ स्टोरी मुभीको ठुलो फ्यान हुनुहुन्छ भने होइन म स्पेसल तपाईँलाई हिजो हेरेको म मुभीको रिकमेन्ड गर्न चाहन्छु त्यो मुभी चाहिँ दिया हो होइन DIAY दिया होइन DIA युट्युबमा सर्च गरेर हेर्नु अहिले पनि युट्युबमा अभाइलेबल छ होइन त्यो पनि फुल हिन्दी डबिङमा यस्तो एचडीमा फुल हिन्दी डबिङ हो यस्तो दामी छ होइन त्यो मुभी भाइ क्या हे मुभी बनाए भाइ त्यो स्टोरी राइटरलाई म सल्युट हाल्न चाहन्छु उठेर हान्दिन सल्युट यार त्यो मुभी बनाऊ त्यो स्टोरी राइटरलाई चाहिँ के त्यस्तो कस्तो दामी हो मासुको झोल त्यो लाइक त्यो क्यारेक्टरहरू होइन तिम्रो क्यारेक्टरहरू छैन त्यो क्यारेक्टरहरूसँग होइन हामी यस्तोरी कनेक्ट हुन सकिन्छ कि यस्तोरी कनेक्ट हुन सकिन्छ होइन त्यो क्यारेक्टरहरू खुसी भइरहेको छ हामीलाई खुसी हुन मन लाग्छ त्यो अटोमेटिकली आफै त्यो लाइक त्यो यत्तिकै तिनीहरू खुसी भएको देखेर आफै त्यो अटोमेटिकली त स्माइल आफैकै स्माइल अनि त्यो दुःखी हुँदाखेरि चाहिँ कस्तो आफै दुःखी हुन्छ त्यो लाइक दुःख भइन्छ कि हामी त्यस्तो कनेक्ट गर्न सकिन्छ त्यो स्टोरीसँग होइन मासुको झोल अनि कस्तो दामी कि अनि एउटा सिन यस्तो छ होइन लास्टमा होइन त्यो सिन कसम त्यो सिनले होइन त्यो सिनले मेरो होइन मेरो हार्ट बिटै एकछिनसम्म रोकेको क्या वाट भन्ने टाइपको के मासुको झोल एकछिन त कस्तो मेरो हातलाई होइन बिटै गरेको थिएन के जब एकछिन त यस्तो के लाइक यो स्टाइलमा भएको थिएँ कि म मासुको झोल सल्युट यार सल्युट त्यस्तो मुभी राइटर अनि त्यो मुभीमा त डायलग छैन लाइफ इज फुल अफ सरप्राइज एन्ड अनएक्सपेक्टेड ट्विस्ट भने जस्तो होइन फर एक्जाम्पल मेरो अकाउन्टको एक्जाम होइन मैले त्यस्तो कहिले एक्सपेक्ट गरेकै थिएन कि त्यस्तो हार्डवाला त्यस्तो क्वेसन आउँछ भनेर
सो त्यही नै हो अनि या तपाईहरुलाई पनि रिकमेन्ड गर्न स्पेशली तपाईहरु पनि लभ स्टोरी मुभीको फ्यान हुन्छ भने म तपाईहरुलाई रिकमेन्ड गर्न चाहन्छु त्यो मुभी चाहिँ नछुटाउनु प्लिज नछुटाउनु एकचोटी गएर हेर्नु होला हैन मासुको जल कसम यस्तो दामी छ अनि दामी छ हेर्न नछुटाउने यदि तपाईहरु पनि साउथ इन्डियन मुभीको फ्यान र लभ स्टोरीको फ्यान हुनुहुन्छ भने मेरो निकलसम्म जिन्दगीमा टुबी हने छैन अहिलेसम्म मैले केटीको हात पनि टच पनि गरेको छैन हैन तै पनि हात टच गरेको छैन लभको त धेरै 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 ताराको कुरा भयो हैन तै पनि मलाई लभ स्टोरी मुभी चाहिँ मन पर्छ हैन सो त्यही नै हो अनि थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो टिल द एन्ड एन्ड सी यू